ओम नमः शिवाय। ओम नमो नारायणम। ओम नमो विष्णवे। श्रोता एवं दर्शक वृन्द, आज हामी गरुड पुराणको दोस्रो अध्यायको अत्यन्तै गहिरो, रोचक अनि चेतनामूलक हाम्रो जीवनशैली नै बदलाउने कथा सुन्न गइरहेका छौँ। पहिलो अध्यायमा हामीले मृत्युपछिको यात्रा र आत्माको अवस्था सुनिसकेका छौँ। अब आजको अध्यायमा हामी पाप र पुण्यको वास्तविक फल स्पष्ट रूपमा के हो भन्ने सुन्नेछौँ। कथा सुन्नका लागि तपाईँ कर्ताहरूले हातमा कुश दुबोलिएर जमलाहात गर्नुहोस्। ल सुन्नुहोस्। अनादिनी धनो देव शङ्ख चक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमोक्षो प्रदो भव। अनादिनी धनो देव शङ्ख चक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमोक्षो प्रदो भव। अनादिनी धनो देव शङ्ख चक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमोक्षो प्रदो भव। अथ गरुड पुराण दोस्रो अध्याय। गरुडजी भन्नुहुन्छ भगवान विष्णुलाई, हे विष्णु, हे प्रभु, मानिसले जन्मेदेखि मृत्यु पर्यन्त यानी आफ्नो जीवनकालमा गरेको कर्मको नापतोल कसरी हुन्छ? कसले पाप काम गरौँ, कसले पुण्य काम गरौँ, कसरी निर्णय हुन्छ? गरुडका यस्ता प्रश्न सुनेर श्रीहरि विष्णु भन्नुहुन्छ, हे गरुड, मानिसको भ्रम हुन्छ। मैले जे गरे, जसो गरे पनि देख्ने कोही छैनन्। मैले गरेको सबै काम मैले गोप्य नै राखेको छ। तसर्थ कसरी पो कसले देख्ला? मैले पाप गरे कि पुण्य गरे, कसलाई थाहा? हे गरुड, मानिस सोच्दछ मैले गरेको पाप कसैले देख्दैन, तर उसले यो बिर्सन्छ कि उसको आत्माले सबै देखिरहेको छ। हे गरुड, आत्माबाट कोही केही लुकीछिपी बस्न सक्दैन। प्रत्येक मानिसको आत्माले उसले गरेको सम्पूर्ण कर्म हेरिरहन्छ, देखिरहन्छ। आत्माले अदृश्य रूपमा सबै कर्मको निगरानी गरिरहेको हुन्छ। न त समयले मेट्न सक्छ, न त धनले नै छोप्न सक्छ। मृत्युपछि आत्मालाई यमराजको दूतले यमलोक पुर्याउँछ। यमलोकमा यमराज न्यायाधीशको रूपमा बस्नुहुन्छ। चित्रगुप्तले आत्माले जीवनभर गरेका हरेक कर्मको लेखाजोखा राखेको हुन्छ। यमराजको आज्ञा पाउन साथ चित्रगुप्तले मृत्युलोकमा आत्माले गरेको सम्पूर्ण कार्यको पापको पोको फुकाउनुहुन्छ र एक एक गरी यमराज न्यायाधीशको अगाडि पेश गर्नुहुन्छ। थाहा त्यहाँ न धनी न गरिब, न स्त्री न पुरुष, कसैको केही लाग्दैन। त्यहाँ कसैको भनसुन सिफारिस चल्दैन। न कुनै बाहनामा नातागोता, इष्टमित्र, कुलकुटुम्ब, राजा रैती कसैको फरक हुँदैन। सबै समान रूपमा मर्त्यलोकमा गरेको कर्म चित्रगुप्तले पेश गरेको अनुसार न्याय हुन्छ। हे गरुड सुन। पुनः गरुड प्रश्न गर्नुहुन्छ, हे प्रभु, पापको यति प्रकार हुन्छ, ती के हुन्? कस्ता कस्ता पाप कुन कुन प्रकारका हुन्छन्? गरुडका यी प्रश्न सुनि श्रीहरि नारायण भन्नुहुन्छ, हे गरुड, जो व्यक्तिले झुटो बोल्छ, छल गर्छ, अर्काको अधिकार खान्छ, निर्दोषलाई दुःख दिन्छ, मातापिताको अपमान गर्दछ, साधु सन्तको निन्दा गर्दछ, ऊ घोर पापी ठहरिन्छ। यस्ता आत्मालाई भिन्न भिन्न यन्त्रणा सजाय मिल्छ। अब सुन, हे गरुड, पुण्य कर्म, धर्म पुण्य के हो? कस्तो काम पुण्यको हुन्छ र त्यो पुण्यात्माको यमलोकमा कस्तो अवस्था हुन्छ? नारायण भन्नुहुन्छ, जसले सत्य बोल्छ, दया गर्दछ, सो धर्मलाई रक्षा गर्दछ, माता पिताको सेवा गर्दछ, गरिब दुखीलाई सहयोग गर्दछ, साधु सन्तलाई सम्मान गर्दछ, उसलाई यमलोकमा सम्मान मिल्दछ। पुण्यात्माहरू उज्यालो मार्ग हुँदै उच्च लोक पुग्दछन्। गरुड भन्दछन्, हे प्रभु, श्राद्ध नगरे के हुन्छ? सन्तानले गरेको श्राद्ध तर्पण पिण्डसँग यमलोकको आत्माको के सम्बन्ध छ? गरुडका यस्ता प्रश्न सुनि श्रीहरि मुस्कुराउँदै भन्नुहुन्छ, हे गरुड, श्राद्ध नपाएका आत्माहरू भोक तिर्खा र पीडामा भौतारी रहन्छन्। जुन छोराले आमा बाबुको मृत्युपछि दशगात्रादि क्रिया गर्दैन, श्राद्ध गर्दैन, त्यसका
पितृहरू यमलोकमा तडपिरहेका हुन्छन्। तर जुन छोराले आमा बाबुको मृत्युपछि दशगात्रादि क्रिया गर्दछ, श्राद्ध पिण्ड तर्पण गर्दछ, ब्राह्मण साधु सन्त महन्त दीन दुखी गरिबलाई भोजन गराउँछ, त्यसका पितृले यमलोकको बाटोमा भोग तिर्खा दुःख कष्ट पीडा भोग्नु पर्ने छैन। हे गरुड, श्राद्ध तर्पण र दान केवल परम्परा मात्र होइन, यो त आत्माको आवश्यकता पनि हो। आज भोलि नयाँ पुस्तामा यो श्राद्ध तर्पण पिण्ड केही होइन, यो गर्नु आवश्यक छैन भन्ने छोराछोरीको लागि यो गरुड पुराण सुनाउनु अति आवश्यक छ। भगवान विष्णुले अन्त्यमा भन्नुभयो, हे गरुड, मृत्युपछि पश्चातापको समय छैन। फेरि मृत्युपछि यस्तो गर्थे उस्तो गर्थे भनेर पनि केही हुने छैन। केही गर्नु छ भने, सुधार्नु छ भने त जीवितमै गर्नुपर्छ, सुधार्नु पर्दछ। हे गरुड, जो मानिसले गरुड पुराण सुन्छ, सुनाउँछ, गरुड पुराणका वाक्यहरू मनन गर्दछ र जीवनमा लागू गर्दछ, ऊ साँचो अर्थमा बुद्धिमानी हो। प्रिय श्रोता दर्शक वृन्द, गरुड पुराणको दोस्रो अध्यायले हामीलाई स्पष्ट चेतना दिन्छ कि पाप लुक्छ तर मेटिँदैन, पुण्य सानो हुन्छ तर अमर हुन्छ। तसर्थ आजैदेखि सत्य, दया र धर्मको बाटो समातौँ। हवस्, अनादिनी धनो देव शङ्खचक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमुक्षो प्रदो भव। अनादिनी धनो देव शङ्खचक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमुक्षो प्रदो भव। अनादिनी धनो देव शङ्खचक्र गदाधर अक्षयं पुण्डरीकाक्ष प्रेतमुक्षो प्रदो भव। ओम शान्ति शान्ति शान्ति। यदि तपाईलाई यो कथा मन पर्यो, उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, एसजित दर्शन च्यानललाई सब्स्क्राइब गर्नुहोस्, धार्मिक ज्ञान फैलाउन सेयर पनि गर्नुहोस्। हवस् त, फेरि अर्को कथामा भेट हुने नै छ। आजलाई बिदा, राधे राधे, प्रणाम, नमस्कार, धन्यवाद।